अब हामीले गाउँ टोल छिमेकबाट युवाले सोध्न जरुरी छ। अब हामीले त्यसको लागि बोल्न जरुरी छ। अब कांग्रेस एमाले माओवादीलाई लात मार्न जरुरी छ। अब जसरी भए पनि यी तीनवटा पार्टी विस्थापित गर्न जरुरी छ। देशको लागि यिनी पार्टीहरू कुलङ्ग भएका छन्। अब यी पार्टीको पछि लाग्नु हुँदैन। मासु भातको पछि लाग्यौँ भने अवश्य पनि मेरो देश डुब्छ। अब हामी मासु भातको पछि लाग्नु हुँदैन। अहिलेका भिजन बोकेका युवा बालेन शाह रवि जस्तालाई हामीले साथ दिन जरुरी छ। जसरी भए पनि हामीले फागुन 21 गते आउँदै गरेको निर्वाचनमा घन्टीलाई भोट हाल्न जरुरी छ। हामीले देश बनाउनु छ। हामीले देशमै केही गर्नु छ। अब रोजगारको लागि विदेश जानु छैन। हामीलाई नेपालमै बस्नु छ। हामीले त्यसको लागि केही सोच्नु छ। यदि हामीले अहिले सोचेनौँ भने साथीभाइ हो, हामी अवश्य पनि विदेशी गुलाम गर्न जरुरी छ। किनभने हामी देशको लागि लड्नुपर्छ। हामी देशको लागि बोल्नुपर्छ। देशको लागि आवाज उठाउनुपर्छ। जहाँ अन्याय अत्याचार परेको छ त्यहाँ हामीले आवाज उठाउन सक्नुपर्छ। हामीले माओवादी कांग्रेस एमाले जस्ता पार्टीका पछि होइन। अब हामीले अहिलेका भिजन बोकेका नयाँ युवा पुस्ताले ल्याएको त्यो घन्टीलाई भोट हाल्न जरुरी छ।